अमर माध्यमिक विद्यालय विकासक्रमको सीमावलोकन। नेपालको पर्यटकीय राजधानी गण्डकी प्रदेश अन्तर्गत नेपालभित्रको सानो नेपालको रूपमा परिचित बागलुङ जिल्लाको जिल्ला सदरमुकामदेखि झण्डै 8 कोस पश्चिम काठीखोला गाउँपालिकाको वडा नम्बर 5 साबिक बिहुकोट गाविसको मुटुमा यस क्षेत्रकै अग्रणी र अब्बल शैक्षिक केन्द्रको रूपमा विक्रम सम्वत 2016 साल आश्विन 1 गते अमर माध्यमिक विद्यालयको स्थापना भएको हो। लामो समयसम्म अधिकार र राजनैतिक स्वतन्त्रताको मुक्तिकामी संग्राममा होमिएका बिहुकोट र वरिपरिका जनताहरूको चेतनाको प्यास मेटाउन समाजका केही समाजसेवी प्रगतिशील शैक्षिक अग्रदूतहरूको साथ र सहयोगले सामाजिक तथा राजनैतिक व्यक्तित्व गोविन्द प्रसाद शर्मा कणेलले आफ्नै नेतृत्वमा विद्यालय स्थापनाको अभियान सञ्चालन गर्नुभयो। संस्थापकहरू समक्ष आफ्नै घर दैलोमा विद्यालय खोलेर जनताको चेतनाको तृष्णालाई पूरा गर्ने सपना एकातर्फ थियो भने अर्कोतर्फ आर्थिक, सामाजिक, राजनैतिक तथा व्यवस्थापकीय चुनौतीका पहाडहरू छिचोल्नु थियो। यसै सन्दर्भमा गोविन्द प्रसाद कणेलले म्याग्दी जिल्लामा कक्षा 6 पढेका भीमसेन प्रसाद श्रेष्ठसँग गोप्यमित लगाई महिनाको 150 तलब दिने गरी 5 वर्षमा 9,000 को कपाली तमसुक गरेर विधिवत रूपमा साबिकको बिहुकोट गाविस वडा नम्बर 4 हटियामा कक्षा 1 देखि कक्षा 3 सम्म पठन पाठन सुरु गरेका थिए। स्थापना भएको ठाउँ हटियामा साँकुरो भएपछि अमर मिडल स्कुलको नामबाट हाल विद्यालय रहेको स्थान बिहुकोट पोखरामा विक्रम सम्वत 2022 साल पौष महिनाबाट कक्षा 4 सञ्चालन गरिएको थियो। मानुमुठी गाउँमा भैलो खेलेर कोदो थैला उठाएर ल्याएर भीमसेन भन्ने मास्टरलाई श्रेष्ठलाई ल्याएर त्यहाँ सञ्चालन गराएर त्यसरी स्थापना गरेका थियौँ। त्यहाँ जग्गा पनि अलिकति साँघुरो थियो त्यति बेला। त्यसपछि अलिकति फराकिलो जग्गा पनि यो भयो। गाउँको त्योभन्दा यो अलिकति माझ यताउता सेन्टर पनि पर्ने भयो र त्यसबाट अब यहाँ सार्नुपर्छ भन्दै त्यही खरको बाँसको भाटाले बारेर ओरेर खरका झुसले छाएर यहाँ स्थापना गरेको। उसैले नाम एउटै हो, अमर मावि भनिन्छ अहिले पनि, अमर प्राविकै हो। यो बस्नु नसकिने अवस्था पनि थियो क्या, त्यस्तो ठन्डी र चिसो हुने ठाउँ थियो। सितारो तुसारो जमेर खबटा बन्ने ठाउँ थियो, त्यस्तो थियो। त्यही ठाउँको अभावले गर्दाखेरि समाजको बीचले गर्दाखेरि सेन्टरले गर्दाखेरि त्यहाँ हामीले यहाँ सार्नु परेको। विद्यालय स्थापनाको समयमा विद्यार्थीहरूसँग शिक्षकलाई दिने तलब मासिक रु 150 को विद्यार्थी संख्याको आधारमा भाग लगाई शुल्क उठाइने गरिन्थ्यो। विद्यालय स्थापना कालमा कलानिधि कणेल, हरिलाल श्रेष्ठ लगायत 3-4 जना विद्यार्थीहरू भेला गरी एउटा छाप्रो बनाएर बिहुकोट हटियामा विद्यालयको सुरुवात भएको थियो। सुरु त हामीले त पहिला त बाबु 3-4 जना विद्यार्थीबाट अमर प्राविबाट सुरु गऱ्यौँ हामी। त्यसपछि अब ऊ मिडल स्कुल हुँदाखेरि हामीसँग कति 65-70 जना कति थिए। त्यहाँबाट ती मान्छेलाई यहाँ छाप्रो हालेर हामीले यहाँ छाप्रो गराएर बारेर गरायौँ। त्यो मलाई रिकर्ड अहिले बिर्सन्छु म। त्यसो गर्दा त्यसरी विद्यार्थीहरू यहाँकाले मात्रै पुगेका होइन, हामीले बाहिरका पनि ल्यायौँ। अमर भूमिका, धम्जाका, तङ्ग्रामका धेरै जसो त्यो नारायणी माविमा पढ्ने केटाहरू त हामीले पढाए केटा गएर पनि हेडमास्टर भइसके। त्यहाँ धेरै यहीँ पढेका केटाहरू, त्यो त ऊ भीष्महरूलाई रघुहरूलाई थाहा हुन्छ, उनीहरूले थाहा पाउँछन्। मैले आजकल अलि बिर्सन थालेको छु र यो धेरैको सहयोग छ यहाँ। यो माथिल्लो गाउँहरू धेरैको, परको गाउँको बिउ बाहेकको अमर भूमि, भुसकात, चोरा, दुधिला भाटीबाट लिएर यतापट्टि माछर्क यी सबै यहाँ पढ्न आए। 1-2 जना 2-4 जना त ताराखोलाबाट नि आए। त्यसो तर ती नगर्ने छन्।
प्राथमिक तहभन्दा माथिका कक्षाहरू चलाउने अलिक फराकिलो ठाउँको खोजी गर्दा साबिकको बिहुकोट गाविस वडा नम्बर 6 पोखरा गौचरणको पोखरी पुरेर र चौतारो भत्काएर जग्गादाताहरू स्वर्गीय रतन कडेल र स्वर्गीय नन्दलाल कडेलले विद्यालयलाई गौचरणको जग्गादान गर्नु भएको थियो। हाम्रा बाबुबाजेले त यो त जनतालाई समर्पण गरेको जग्गा हो। जनताका गाई भैँसी भेडा बाख्रा हो, त्यही हो सम्पत्ति हाम्रो। हिजोको सम्पत्ति भनेको गाई भैँसी भेडा बाख्रा, त्यो नै हाम्रो मूल सम्पत्ति हो, अर्थतन्त्रको जर हो। त्यो जरलाई बलियो हराउन गौचरण राखेका हुन्। त्यसलाई मासेर हामीले अहिले विद्या थापना गरेका छौँ। त्यसो अरूको भन्दा हाम्रो दायित्व यो हाम्रो पोखरावासीमा बस्ने हामी जो रतनका नाति छोरा पलातीहरू र यी हेमलालका भाइका छोरा पलातीहरूको अरू बढी दायित्व हुन्छ भन्ने मैले महसुस गर्छु। हाम्रा पुर्खाले त्यो बेला नपढेर पनि कति महान विचार ल्याएर रहेछन्। समाजको हितको लागि, उनीहरूको कल्याणको लागि छोडेका हुन् नि। अहिले त हामीले अलिकति पढे लेखेका छौँ, तैपनि उनीहरूको विचारमा हामी अझ पुग्न सकेका छैनौँ। विद्यालयको स्थापना गर्ने संस्थापकहरू अध्यक्ष गोविन्द प्रसाद शर्मा कडेल, सदस्यहरू स्वर्गीय प्रजापति कडेल, स्वर्गीय हरिलाल विक, टेकनारायण श्रेष्ठ, स्वर्गीय कमलापति कडेल, स्वर्गीय मणिराज श्रेष्ठ, स्वर्गीय विष्णु प्रसाद कडेल, स्वर्गीय चण्डीप्रसाद कडेल, स्वर्गीय खगराज कडेल, जयलाल कडेल, हर्कमान विक, स्वर्गीय जगबहादुर खर्ती, स्वर्गीय पूर्णबहादुर काउचा, शशिधर कडेल, स्वर्गीय बालकृष्ण कडेल, नन्दराम कडेल, स्वर्गीय हर्कबहादुर पुन, स्वर्गीय पशुपति कडेल, स्वर्गीय सुबेदार जयभद्र कडेल, स्वर्गीय सुजयभद्र कडेल, गौरीश्वर कडेल, स्वर्गीय बलिभद्र कडेल, स्वर्गीय गौरीश्वर कडेल, स्वर्गीय देवी प्रसाद कडेल, संस्थापक सहयोगीहरूमा भानुभक्त सुवेदी, स्वर्गीय कृपाश्रु पुन, स्वर्गीय टेकबहादुर पुन, स्वर्गीय दण्डपाणी न्यौपानी, स्वर्गीय दुर्गादत्त कडेल रहनु भएको थियो। स्थापना कालदेखि हालसम्म विद्यालयका प्रधानाध्यापकको भूमिकामा भीमसेन प्रसाद श्रेष्ठ, गजेन्द्र बहादुर केसी, चिरञ्जीवी उपाध्याय, शोभेन्द्रनाथ नेवा, कलानिधि कडेल, भवानी पाण्डे, माधव प्रसाद गौतम, स्वर्गीय दिलबहादुर छेत्री, हरिभक्त कडेल, केशव प्रसाद कडेल, हरिप्रसाद कडेल, भीष्म कडेल, रघुपति शर्मा रहनु भएको थियो। विद्यालयको संस्थापक प्रधानाध्यापक भीमसेन प्रसाद श्रेष्ठदेखि हालका प्रधानाध्यापक भीष्म कडेलसम्म आइपुग्दा 13 जना प्रधानाध्यापकले यस विद्यालयको प्रशासनिक कार्यको नेतृत्व गरेको देखिन्छ। त्यसै गरी यस विद्यालयको समग्र व्यवस्थापनका लागि गोविन्द प्रसाद शर्मा कडेल, बालकृष्ण कडेल, चण्डी प्रसाद कडेल, विष्णु प्रसाद कडेल, खगराज कडेल, स्वर्गीय प्रजापति शर्मा, स्वर्गीय कमलापति कडेल, देवीलाल कडेल, नवीन प्रसाद कडेल, महेन्द्र पुन, कृष्ण प्रसाद कडेल, शिव प्रसाद कडेल, ज्ञामनाथ कडेलले व्यवस्थापन समितिका अध्यक्षका रूपमा काम गर्नु भएको थियो। विक्रमसम्म 2022 सालमा अमर प्रावि हटियाले कक्षा 7 सम्म अनुमति लिएर सञ्चालन भए पनि कक्षाहरू सञ्चालन गर्न ठाउँ साँघुरो भएपछि 52 रोपनी जग्गा बिहुकोट पोखरामा पाएसँगै 2026 साल मङ्सिर 27 गते कक्षा 4 देखि 7 सम्मको अनुमति प्राप्त गरेको थियो। बिहुकोट पोखरामा कक्षा 4, 5, 6, 7 सञ्चालन हुँदै आए तापनि कक्षा 1, 2 र 3 को अनुमति प्राप्त गर्न सकेको थिएन। तत्कालीन क्षेत्रीय उपनिर्देशक एम प्रसाद कोइराला र बागलुङ जिल्ला शिक्षा अधिकारी उपेन्द्र सिक्देलले विद्यालयलाई अन्याय भएको भन्दै स्थलगत निरीक्षण गरी भवन निर्माण पश्चात विक्रमसम्म 2036 माघ 4 गते प्राथमिक तह कक्षा 1, 2, 3 को अनुमति प्रदान गर्नु भएको थियो। अमर माध्यमिक विद्यालयले विक्रमसम्म 2037 साल चैत्र 19 गते कक्षा 8 सञ्चालनको अनुमति पाएको थियो। विद्यालयले निजी स्रोतबाट विक्रमसम्म 2039 सालमा कक्षा 9 र विक्रमसम्म 2040 सालमा कक्षा 10 को अनुमति प्राप्त गरेको थियो। विक्रमसम्म 2040 सालमा पहिलोचोटि एसएलसी परीक्षामा 6 जना विद्यार्थी सहभागी भएका मध्ये 3 जना दोस्रो र 3 जना तेस्रो श्रेणीमा उत्तीर्ण भएका थिए।
विद्यालयले विक्रमसम्म 2046 सालको जनआन्दोलनबाट गठित प्रजातान्त्रिक सरकारको राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत विक्रमसम्म 2048 सालमा माध्यमिक तहको अस्थायी स्वीकृति र विक्रमसम्म 2052मा स्थायी स्वीकृति प्राप्त गरेको थियो। विगतमा निजी स्रोतमा सञ्चालन गर्नु परेको माध्यमिक तहको समयमा धेरै आर्थिक समस्या झेल्नु परेको थियो। संस्थापकहरूले जगाएको दियो निम्न लाग्दा श्री 1008 स्वामी परमानन्द सरस्वती गुरुजी महाराजको संकल्प र निर्देशनमा वैदिक यज्ञ अनुष्ठान सप्तपुराण महायज्ञ सम्पन्न गरी महायज्ञमा उठेको कुल रकमको 75%ले हुन आउने 1,81,130 रुपैयाँ जम्मा गरी माध्यमिक तहलाई व्यवस्थित गरिएको थियो। उक्त पुराणमा विद्यालयका सम्पूर्ण शिक्षकहरूबाट 2 महिनाको तलब सहयोगदान भएको थियो। स्वामी श्री परमानन्द सरस्वती गुरुजी महाराजले बिहुकोटमा आश्रयस्थल बनाएकै कारण आज पनि यस अमर मावि साँच्चीकै अमर रहिरहेको छ। स्वामी परमानन्द सरस्वतीजी आएर यहाँ बस्नुभयो। तत्कालीन बेलामा प्रधान पञ्चले त्यो ठाउँमा बस्नु हामीले त्यसलाई गुठी राख्नुपर्छ भने उहाँ मान्नु भएन शिवालयको गुठी राख्न। त हाम्रो पिताजीको त्यहाँ तिरोभरोतिरको रसिद थियो बुढाबाको पालादेखिको सर्वोच्चमा गएर 2-3 पाल्टी आएको। एकपल्टि त बुढाबालाई फलामको साङ्लाले खरे खोलासम्म बानेर लगेका। तर त्यो पछि फेरि जाने के अरे बुवाहरू गएर ल्याउनु भयो। पछि सर्वोच्चले के गर्नु यसलाई त न्याय चाहिँ उनी धेरै वर्ष अगाडि लड्या छन् रतनलाई यो दिनुपर्छ भनेर दिएको हुनाले त्यो जग्गा हजुरबाका नाउँमा थियो। पछि बाहरू छुटिँदाखेरि अरू भाइहरू सिधा बाले टाँठो हुनुहुन्थ्यो त्यो रसिद बालाई दिएछन्। बासँग परेको हुनाले अनन्तले दिएर प्रजापति भाइलाई दिएर खगेरालाई पठाएर त्यो अलिकति इतिहास लोप हराएछन्। प्रधान पञ्च भएर उनीहरूले यहाँ मैले समितिको अध्यक्ष नि दुईटैलाई गरेर आएको छु, उपप्रधानलाई नि प्रधानलाई नि दुईटैलाई सदस्य मानिराखिएको छु। किनभने त्यो पञ्चायत व्यवस्थाको सरकार भएको हुनाले उनीहरूलाई बाहिर राख्नाले यो चलाउन गाह्रो पर्थ्यो। मैले त्यो त मेरो रणनीतिमा राखेको। स्थापना कालको भवनको पुनर्निर्माण गर्नुपर्ने बाध्यता भएकाले 2047 सालमा अमेरिकी नागरिक केन पम्फोर्डको 1,17,198 आर्थिक सहयोग देउसी भैलोबाट उठेको 2,86,626 र स्थानीयको श्रमदानबाट 1 वर्ष 2 महिना 14 दिनमा 12 कोठा सहितको यू आकारको भवन निर्माण सम्पन्न भएको थियो। उक्त भवन निर्माणमा निर्माण समितिका अध्यक्ष स्वर्गीय कमलापति कणेल र वरिष्ठ उपाध्यक्ष स्वर्गीय प्रजापति शर्माले निर्माणको पूरा समय स्वयं सेवा गरी सेवा र समर्पण भावको उच्च नमुना प्रस्तुत गर्नु भएको थियो। अमर माध्यमिक विद्यालयले विक्रमसम्म 2054 सालमा मानविकी संकायको अनुमति प्राप्त गरी साबिकको उच्च माध्यमिक तह सञ्चालन गरेको थियो। विद्यालयले विक्रमसम्म 2064 सालमा शिक्षा शास्त्र संकाय र विक्रमसम्म 2066 सालमा व्यवस्थापन संकायको अनुमति प्राप्त गरेको थियो। विक्रमसम्म 2077 सालमा यस विद्यालयको फिडर विद्यालय बाल विकास प्राथमिक विद्यालय समायोजन भएको थियो। हाल अमर माध्यमिक विद्यालयमा बाल विकासदेखि कक्षा 12 सम्म 400 भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन्। विद्यालयमा 29 जना शिक्षक कर्मचारी कार्यरत रहेका छन्। Bye.
देशले रगत मागे मलाई बलि चढाओ रुँदैन मेरी आमा उनी पालेकी छोरी रुँदैन मेरी आमा उनी पालेकी छोरी। मेरो नाम भिजन हो, कक्षा 3 मा पढ्छु। कविता सुनाउन आएँ। नमस्ते, मेरो नाम ऋतु हो। आज नि म कविता सुनाउन आएको छु। नमस्ते, मेरो नाम सरू हो। म आज कविता भन्दै रहेको छु। नमस्कार, मेरो नाम सम्यक चालिसे हो। म आज कविता भन्न गइरहेको छु। वैशाख महिना रुखै रुखमा बालुवाको खानी जेठ हिँड्छ चर्को घाममा न्यास्रो मानी मानी असारमा पानी पर्छ कोठा ओढ्न पाइन्छ। एउटा मुक्तक भन्न गइरहेको छु। मेरो मुक्तकको शीर्षक रहेको छ को आउँदैछ आज। धुप धिप बालिराख्यौ को आउँदैछ आज, हातका औला चालिराख्यौ को आउँदैछ आज। धुप धिप बालिराख्यौ को आउँदैछ आज, हातका औला चालिराख्यौ को आउँदैछ आज। हिजो अस्ति भत्किएका घरका छेउ कुना, हिजो अस्ति भत्किएका घरका छेउ कुना बिहानदेखि तालिराख्यौ को आउँदैछ आज। यहाँका धेरै पूर्वाधारहरू धेरै राम्रा बनिसकेका छन् र अझ केही गर्न बाँकी छ। हामी यो जुन चमेनागिरिया यसको विद्यालयको हाताभित्र चमेनागिरिया, त्यसपछि यो हाम्रो अहिलेको जमानामा हाम्रा शिक्षकहरू टाढा टाढाबाट पनि आउनुहुन्छ। साधन स्रोतहरू छन्, ती साधन स्रोतहरू राख्नका लागि पार्किङको व्यवस्था, अनि त्यसपछि यो स्कुल विद्यालयलाई विद्यालय हाताभित्रै विद्यार्थीहरूलाई चमेनागिरियामा त्यो सेवा सुविधा दिने र यो जुन यो कम्पाउन्डिङको कामहरू अहिले हाम्रो चाहिँ अत्यन्तै आवश्यक छ। त्यसपछि हामी चमेनागिरिया या चाहिँ त्यो पार्किङका कुराहरू सँगसँगै जोडेका छौँ। अब यो निर्माणका कुराहरू अब यी सबै कुराहरूलाई हामीले चाहिँ सकभर त हामी यही वर्ष चाहिँ गर्ने भनेर लागेको हो, तर यो वर्ष पनि सकिएको छैन। अर्को वर्ष हामी जसरी हुन्छ यो कम्पाउन्डिङको काम र यो पार्किङका कुरालाई हामीले जसरी पनि जोड्नुपर्छ र चमेनागिरिया पनि आवश्यक छ। किनभने विद्यार्थी भाइ बहिनीहरूलाई चमेनागिरिया यो चाहिँ स्कुलको हाताभित्रै भयो भने सबै कुराले कन्ट्रोल गर्न सकिँदो रहेछ। यो चाहिँ हामीले अन्यत्र पनि हामी शैक्षिक भ्रमणहरूमा जाँदा पनि यिनी कुराहरू देखिएका छन्। स्थापनाको समयदेखि नै प्रतिस्पर्धाको खुल्ला आकाशमा चौतर्फी सफलताका उडानहरू भर्दै आम विद्यार्थी र अभिभावक सामु लोकप्रिय बन्दै गइरहेको यस विद्यालय विक्रमसम्म 2074 सालमा नेपाल सरकारले सञ्चालन गरेको नमुना विद्यालय विकासका लागि विद्यालय छनौट कार्यक्रम अन्तर्गत बागलुङ जिल्लामा नै सर्वोत्कृष्ट अङ्क हासिल गर्दै आफ्नो स्थानलाई थप उचाइमा विस्तार गर्न सफल भएको थियो।
विद्यालयको इतिहासकै सर्वाधिक महत्त्वपूर्ण र गौरवशाली यस कार्यक्रमलाई विद्यालयमा भित्राउने प्रक्रियामा विद्यालयका आदि प्रवर्तक गोविन्द प्रसाद शर्मा कडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद कडेल, विद्यालयका प्रधान अध्यापक भीष्म कडेल, तत्कालीन बागलुङ जिल्ला क्षेत्र नम्बर 1 का माननीय संघीय प्रतिनिधि सभा सदस्य प्रकाश शर्मा पौडेल, नेपाली कांग्रेसका नेता गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेश पाण्डे, बिहुकोट समाज जापानका पूर्व अध्यक्ष देवीलाल सुवेदी, बिहुकोट समाज जापानका सहसंरक्षक डीपी कडेल र लीला कडेल, बिहुकोट समाज जापानका सल्लाहकार ऋषिराम कडेल, साबिको जिल्ला शिक्षा कार्यालय बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णु मिश्र, शाखा अधिकृत लोकनाथ आचार्य, विद्यालय निरीक्षक प्रकाश ओझा जस्ता व्यक्तित्वहरूको योगदान सदा स्मरणीय छ। यसै गरी विद्यालयको बृहत्तर विकास र समृद्धिको लागि सदैव राय सल्लाह सुझाव र मार्गदर्शन गर्ने नेपाल सरकारका पूर्व माननीय वन तथा वातावरण मन्त्री शंकर भण्डारी, बागलुङ जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे र साबिकको शिक्षा विभागका उपनिर्देशक एवं नमुना विद्यालय शाखाका प्रमुख ज्ञानेन्द्र वनले गरेको उच्च कोटिको सहयोगबाट नै विद्यालयले देखेको नमुनाको सपना साकार हुने बाटोमा अघि बढेको छ। तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद कणेलज्यू र प्रधानाध्यापक आदरणीय गुरु भीष्म कणेलज्यूको नेतृत्वमा विद्यालयको गतिविधि आवश्यक कागजपत्र तयार गरी नमुना विद्यालयको सूचीकृतका लागि जिल्ला शिक्षा कार्यालय बागलुङमा निवेदन पेश गरेको कुरा हामीले जानकारी पायौं। आफूले अध्ययन गरेको विद्यालय नमुना विद्यालय बन्ने समाचार सुन्दा हामी अत्यन्त हर्षित भयौं। आफू अभिभावक, पूर्व विद्यार्थी, बिहुकोट समाज जापानको अध्यक्षको हैसियतले यो प्रक्रियामा जोडिने अवसर प्राप्त भयो। जिल्लादेखि केन्द्रसम्मका आवश्यक कागजपत्रहरू मन्त्रालयमा पेश गर्नका लागि संविधान सभाका सभासद प्रकाश शर्मा पौडेल पनि यो प्रक्रियामा जोडिनु भएको थियो भने जापानबाट दीपक सुवेदी, डीपी कणेल र लीलाधर कणेलज्यू यो प्रक्रियामा सहभागी बन्नुभएको थियो। हामी सबैको चाहना अनुसार हाम्रो विद्यालय जिल्लामा नै सर्वोत्कृष्ट रूपमा उभिन सफल भयो र 2074 सालमा नमुना विद्यालयको रूपमा सूचीकृत भयो। 74 पछि अमर माध्यमिक विद्यालय आधुनिक इतिहास रच्न सफल भएको छ। साँच्चीकै भन्नुपर्दा हरेक दृष्टिकोणबाट 74 देखि 80 सालसम्म विद्यालयमा जुन परिवर्तन आयो अविस्मरणीय क्षण बन्न पुगेको अनुभव गरेका छौं। अमर माध्यमिक विद्यालय आजको अवस्थामा आइपुग्दा सबैको नजरमा रोजाइको विद्यालय बन्न सफल भएकोमा खुशी व्यक्त गर्दछु। पञ्चवर्षीय नमुना विद्यालय विकास गुरु योजना निर्माणको जिम्मेवारीको तहमा रहेर प्रधान अध्यापक भीष्म कणेलको नेतृत्वमा विद्यालयका शिक्षकहरू शंकर प्रसाद कणेल, यज्ञप्रसाद शर्मा, दामोदर शर्मा र धनुराज पन्थीको अनवरत खटाई र साधनाबाट विद्यालयले प्राप्त गरेको उत्कृष्ट योजनाको सफल कार्यान्वयनबाट नै विद्यालयले आज शैक्षिक, भौतिक तथा व्यवस्थापकीय रूपमा यस उचाइका उपलब्धि हासिल गर्न सक्षम भएको छ। विद्यालयमा लामो समयसम्म प्रधानाध्यापकको जिम्मेवारी वहन गर्नुभएका पूर्व प्रधान अध्यापकले वर्तमान प्रधानाध्यापकलाई विद्यालयको जिम्मेवारी हस्तान्तरण गरेसँगै धेरै परिवर्तन भएको बताउनुहुन्छ। रामकोटमा बर्मलिन गुरु महाराजको तस्बिर यहाँ विद्यालयमा राखिएको छ। गुरु महाराजले 45 सालमा एउटा यज्ञ गरिदिनु भयो। त्यो यज्ञबाट अवशेष रहेको रकमले यो सञ्चालनमा आयो र हामीले भैलो खेलेर 46 सालमा यहाँ कमलापति कणेल यो भवन निर्माण समितिको अध्यक्ष, प्रजापति कणेल भवन निर्माण समितिको वरिष्ठ उपाध्यक्ष, खगराज कणेल, चन्नीप्रसाद कणेल लगायतका टेकबहादुर पुन लगायतका साथीहरूले यहाँ जनश्रमदान र भैलोबाट हामीले यो जुन 12 कोठे भवन यहाँ छ त्यो 12 कोठे भवन 46 सालबाट सुरु गरेर 48 साल मुसिरको 12 गते त्यो भवन उद्घाटन भएपछि हामीले ठुलै महाभारतको युद्ध जितेको जस्तो लाग्यो। तर अहिले मैले 73 सालमा अहिलेको जुन प्रशासन छ यहाँ भीष्म सरको नेतृत्वमा जुन एउटा टिम छ, शिक्षक साथीहरूको टिम, यो टिम लगायत यहाँ व्यवस्थापन समिति, यहाँका अभिभावक सबैले यो जुन चासो राख्नुभयो र यो भौतिक उन्नति भएको छ, भौतिक निर्माण भएको छ। यसले मलाई अहिले के लागेको छ भने म 31 वर्ष हेडमास्टर हुँदाखेरि जति मैले गर्न सकिनँ
तर यो भीष्म सर लगायत यहाँ ज्ञामनाथ कणेल अध्यक्ष हुनुहुन्छ, योभन्दा पहिला शिवप्रसाद कणेल अध्यक्ष हुनुहुन्थ्यो। उहाँहरूले यो चाहिँ नि नमुनाको चाहिँ नि जुन भवन निर्माण गर्नुभएको छ, भौतिक निर्माण गर्नुभएको छ, यसका लागि म अहिले एकदमै सन्तोष के मानेमा छु भने मैले छोडेर जाँदाखेरि पनि उचित व्यक्ति चाहिँ नि विद्यालयलाई फेला पर्यो, उचित नेतृत्व विद्यालयलाई फेला पर्यो भन्ने अहिलेको टिमलाई र शिक्षक टिम पनि त्यस्तो छ भने हामीसँग मैले तयार गरेका यी सबै साथीहरू, भीष्म सरले यहाँ यही स्कुलबाट एसएलसी पास गर्नुभएको, उहाँहरूलाई जिम्मा दिँदाखेरि मलाई त्यसै पनि गौरव भयो। र उहाँहरूले अहिलेको जुन कार्यशैली छ, जुन क्षमता प्रदर्शन गर्नुभएको छ, त्यो क्षमता प्रदर्शनले यो क्षेत्रकै नमुना बनेको छ भन्ने लागेको छ। अमर माध्यमिक विद्यालयले आर्थिक वर्ष 2061-62, 2063-64 र 2064-65 मा बागलुङ जिल्लामा नै उत्कृष्ट नतिजा प्राप्त गरी सम्मानित भएको थियो। बागलुङ जिल्ला सदरमुकामबाट 20 किलोमिटर पश्चिम काठेखोला गाउँपालिका वडा नम्बर 5 बिहुकोटमा रहेको अमर माध्यमिक विद्यालयमा नमुना विद्यालयको अवधारणा अनुसार प्रविधि मात्र शिक्षामा जोड दिँदै पारिवारिक वातावरणमा शिक्षक कर्मचारीको कार्य विभाजन गरी पठन पाठन हुने गरेको छ। अहिले पनि शैक्षिक गतिविधिमा धेरै प्रयासहरू गरि नै रहेका छौँ। विद्यालयलाई प्रविधि मैत्री बनाउने, प्रविधिको माध्यमबाट, उच्चतम प्रविधिको माध्यमबाट विद्यार्थीलाई अध्ययन अध्यापन गराउने, विद्यार्थीहरूको आन्तरिक क्षमता के छ त्यो क्षमतालाई प्रस्फुटित गराएर ती विद्यार्थीहरूमा भएका आन्तरिक क्षमताहरूलाई सहजीकरण गर्दै विद्यार्थीमा भएको क्षमताकै आधारमा उनीहरूको स्थान निर्धारण गरी भोलिको उज्जवल भविष्यको बाटोमा आजका बालबालिकाहरूलाई अगाडि बढाउनको लागि विशेषतः यस विद्यालयको शैक्षिक कार्यक्रम केन्द्रित रहेको छ। र अहिलेको अवस्था भनेको भाषागत रूपमा पनि अङ्ग्रेजी माध्यम वर्ल्ड वाइड रूपमा चलेको भाषा भएको र विद्यार्थीहरूको आकर्षण र अभिभावकहरूको आकर्षण पनि अङ्ग्रेजी माध्यममा पठन पाठन होस् भन्ने चाहना र कामना बढी भएको हुँदा यस विद्यालयले अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट आगामी वर्षहरूमा आफ्ना शैक्षिक गतिविधिहरूलाई अगाडि बढाउने योजना रहेको यहाँहरूमाझ मैले निवेदन गर्न चाहन्छु। त्यस्तै हामीले साना बच्चाहरूमा सैद्धान्तिक ज्ञानले मात्र उनीहरूको क्षमता र दक्षतामा अभिवृद्धि नहुने र उनीहरूको चाहना र रुचिलाई पनि हामीले आत्मसात गर्ने हो भने खेल्दै व्यावहारिक रूपमा वस्तुहरूको प्रयोग गर्दै, वस्तुहरू चिन्दै, रमाउँदै ज्ञान आर्जन गर्ने परिपाटीको विकास नगरी बच्चाहरूमा, साना बालबालिकाहरूमा अध्यापन गर्न र उनीहरूमा अध्यापन गरिरहेको विषयको बारेमा के कति जानकारी प्राप्त भयो भनेर हामीले विचार विश्लेषण गर्दाखेरि हामीले पाएका छौँ जति धेरै विद्यार्थीहरूलाई प्र्याक्टिकल्ली प्रयोगका आधारमा शैक्षिक गतिविधिहरू अगाडि बढायौँ त्यति नै उनीहरूले सिक्ने क्षमतामा वृद्धि हुने र उनीहरूको सिकाइ गुणात्मक रूपले अगाडि बढ्ने कुरालाई आत्मसात गरी यस विद्यालयले विशेषतः प्रावि तहमा मन्टेसोरी शिक्षण विधिलाई अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ हामी मन्टेसोरी शिक्षण विधिका लागि आवश्यक पर्ने पूर्वाधारहरू हामीले अहिले तयार गर्दै गइरहेका छौँ। मलाई लाग्छ अब आगामी शैक्षिक वर्षमा र ढिलै भए पनि अर्को शैक्षिक वर्षदेखि हामीले साना कक्षाहरूमा बालबालिकालाई मन्टेसोरी शिक्षण विधिबाट शिक्षण गर्ने कार्यक्रम विद्यालयमा रहेको छ र यो विद्यालयलाई अभिभावकज्यूहरूले त्यति नै माया गर्नुभएको छ। विद्यालयको शिक्षक तथा कर्मचारीहरूमा एउटा परिवारको जस्तो आत्मीयता छ। सबै साथीहरूमा कार्य विभाजन छ। आफ्नो कार्य विभाजन अनुसार
सबै शिक्षक तथा कर्मचारीज्यूहरूले विद्यालयभित्रका आफ्ना जिम्माका गतिविधिहरूलाई अगाडि बढाइरहनु भएको छ। बाल विकास केन्द्रलाई विद्यालयमा समाहित गरेपछि उज्जवल बाल विकास केन्द्र विद्यालयको स्वामित्वमा सञ्चालन हुँदै आएको छ। अमर मिडिल स्कुल स्थापनादेखि हालसम्मको विद्यार्थी संख्याको विवरण यस प्रकार रहेको छ। यस विद्यालय नमुना विद्यालय विकासको लागि छनौट भए पश्चात विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय पक्षमा उल्लेखनीय सुधार भएको छ। विद्यालय नमुनाको बाटोमा अघि बढेसँगै विद्यार्थीको सिकाइ उपलब्धिमा अपेक्षाकृत सुधार हुँदै आएको छ। विद्यालयमा तहगत संयोजक, विभागीय समिति र विषयगत समिति गठन गरी कार्य विभाजन गरिएको छ। नमस्कार सबैलाई, म रघुपति शर्मा, यस विद्यालयको सहायक प्र। म विगत 41 वर्षदेखि यस विद्यालयमा अध्यापन लगायत विभिन्न जिम्मेवारीमा रहेर काम गरेको छु। नमस्कार, मेरो नाम गणेश प्रसाद कणेल। म यस विद्यालयको माध्यमिक तहको अङ्ग्रेजी शिक्षक र अतिरिक्त क्रियाकलाप समितिको संयोजकमा रहेर पनि काम गरेको छु। साथै हाम्रो विद्यालयमा भएको अङ्ग्रेजी विषय समितिको संयोजकको रूपमा पनि काम गरेको छु। नमस्कार, मेरो नाम अग्निराज जोशी, मेरो घर कञ्चनपुर, सुदूरपश्चिम प्रदेश। म यो विद्यालयमा कक्षा 9 देखि 12 सम्म सामाजिक अध्ययन विषय अध्यापन गर्छु। मेरो जिम्मेवारी कक्षा 11-12 को संयोजक सँगसँगै योजना निर्माण समितिको सदस्य पदमा कार्यरत छु। धन्यवाद। नमस्कार, मेरो नाम चन्द्रबहादुर नकाल, घर सानीबेरी गाउँपालिका रुकुम पश्चिम। म यस विद्यालयको मावि तह नेपाली शिक्षक। म जिम्मेवारीको हैसियतले मावि तह कक्षा 9-10 सहसंयोजक, नेपाली विषयगत समिति संयोजक। धन्यवाद। नमस्कार, म शङ्कर प्रसाद कणेल, मेरो घर यसै गाउँपालिकाको वडा नम्बर 6 मा पर्छ र म 2072 सालदेखि यस विद्यालयमा जोडिएको छु र कक्षा 11-12 मा अर्थशास्त्र विषय शिक्षण गर्छु र विभागीय जिम्मेवारीको हिसाबले म विपद व्यवस्थापन सम्पर्क शिक्षक तथा चाहिँ योजना निर्माण समितिको चाहिँ सदस्य। नमस्कार, मेरो नाम दुर्गाबहादुर पुन, म यस काटेखोला गाउँपालिका वडा नम्बर 5 मा पर्छु र म 2066 सालदेखि यस विद्यालयमा मावि तह अन्तर्गत कक्षा 11-12 मा अङ्ग्रेजी विषय अध्यापन गरिरहेको छु र म यस विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत चाहिँ सांस्कृतिक फाँटको चाहिँ जिम्मेवारी वहन गरिरहेको छु। धन्यवाद। नमस्कार, म भानुभक्त नेउपाने, मेरो घर चाहिँ काँटेखोला 6 बागलुङ। म माध्यमिक तह 9-10 को तहगत संयोजक, गणित विषयको विषयगत संयोजक, अनुशासन समितिको सदस्य। धन्यवाद। नमस्कार, मेरो नाम स्मिता शर्मा, घर यही बागलुङ नगरपालिका 3। म 11-12 को लेखा शिक्षक एवं 11-12 को सहायक संयोजक रूपमा सहसंयोजकको रूपमा काम गर्छु। धन्यवाद। नमस्कार, मेरो नाम राधा शर्मा पौडेल, घर बागलुङ नगरपालिका 13 पैयुपाटा। यस विद्यालयमा विगत 9 वर्षदेखि म कार्यरत छु, आधारभूत तह नेपाली शिक्षक र आधारभूत तह 6-8 को संयोजक। धन्यवाद। नमस्ते, मेरो नाम गणेशमान जालिसे, मेरो घर बडीघाट गाउँपालिका 2 बागलुङ। म यस विद्यालयको निमावि तहको गणित शिक्षक, निम्न मावि तहको सहसंयोजक र म चाहिँ बाल क्लबको संरक्षक शिक्षक। धन्यवाद। नमस्कार, म सरस्वती विक, मेरो घर यही काठेकोला गाउँपालिका 1 नम्बर 5। म 6-8 मा सामाजिक पढाउँछु र म चाहिँ यस विद्यालयको सरसफाइ संयोजक तथा गुनासो सुनाइ संयोजक शिक्षक। नमस्कार, मेरो नाम मायादेवी सापकोटा, मेरो घर यसै गाउँपालिकाको वडा नम्बर 6 मा पर्दछ। म यस विद्यालयको आधारभूत तहको अङ्ग्रेजी शिक्षक र सरसफाइ समितिको सदस्य। धन्यवाद। नमस्कार, मेरो नाम दामोदर शर्मा पौडेल, घर जैमिनी 8 सिस्ती। म विगत यो विद्यालयमा 8 वर्षदेखि लेखापालको पदमा रहेर विद्यालयको कम्प्युटर शिक्षक, त्यस्तै गरी सूचना अधिकारीको जिम्मेवारीमा र पुस्तकालय कम्प्युटर प्रयोगशालाको व्यवस्थापनको पनि जिम्मेवारी भूमिका निर्वाह गर्दै आइरहेको छु। नमस्कार, मेरो नाम यज्ञ प्रसाद शर्मा, घर चाहिँ काँटेखोला गाउँपालिका वार्ड नम्बर 5। म यस विद्यालयमा 2044 सालदेखि आजसम्म कार्यरत छु। मेरो जिम्मेवारीको हिसाबले लेखा तथा जिन्सी व्यवस्थापन समितिको संयोजक। धन्यवाद।
नमस्कार, मेरो नाम ऋषिराम कडेल। म यसै काँटेखोला गाउँपालिका वार्ड नम्बर 5 मा बस्दछु। म यस विद्यालयमा विगत 26 वर्षदेखि कार्यरत छु र विभागीय जिम्मेवारीको हिसाबले विगत 10 वर्षदेखि खेलकुद संयोजकको रूपमा कार्यरत छु। हजुर नमस्कार, मेरो नाम गणेश पोखरेल। मेरो घर पर्वत पुष्प नगरपालिका 8 पर्वत पर्दछ र यस विद्यालयमा विज्ञान 9-10 को विज्ञान शिक्षक र प्रयोगशाला व्यवस्थापन र सञ्चालनको जिम्मेवारी पुरा गर्दै आइरहेको छु। धन्यवाद। नमस्कार, मेरो नाम सरस्वती शर्मा, घर काँटेखोला 6 बिउ। म प्राविको सहसंयोजक। धन्यवाद। नमस्कार, मेरो नाम पवित्र शर्मा सुमेदी, मेरो घर गैंडाकोट नगरपालिका वार्ड नम्बर 14 पूर्वी नवलपरासी। म यस विद्यालयको प्रावि तहको सरसफाइ समितिको सदस्य। धन्यवाद। नमस्कार, मेरो नाम मणिभद्र कणेल, घर यसै गाउँपालिकाको वार्ड नम्बर 6 मा पर्छ र विभागीय जिम्मेवारीको हिसाबले म आधारभूत तह 1-5 को संयोजक। नमस्कार, मेरो नाम गङ्गादत्त कणेल, मेरो घर चाहिँ यसै गाउँपालिकाको वार्ड नम्बर 5 यही पोखरामा पर्छ र विभागीय जिम्मेवारीको हिसाबले म दिवा खाजा समितिको संयोजक। धन्यवाद। नमस्कार, मेरो नाम पार्वती कणेल, घर यसै काँटेखोला गाउँपालिका 5। म प्रावि तहको विद्यार्थी अनुशासन समितिको सदस्य। नमस्कार, मेरो नाम लीला कणेल नेउपाने, म यसै विद्यालयको ECD क्लासको क्लास टिचर। धन्यवाद। नमस्कार, मेरो नाम सम्झना कणेल, घर मेरो काठेखोला 5 लामखुङ, यस विद्यालयको पुस्तकालय कर्मचारी, 2063 देखि कार्यरत, खाजा व्यवस्थापनको सदस्य। मेरो नाम कमला कणेल, म यस अमर उच्च माध्यमिक विद्यालयको कर्मचारी। म यता चमेना गिरियामा काम गर्छु। मेरो नाम लालकुमारी छेत्री, काठेखोला 5 बस्ने लाहु। म यही स्कुलको कर्मचारी। विद्यालयमा हाल विद्यार्थीहरूलाई 4 सदनमा विभाजित गरी पाक्षिक रूपमा अतिरिक्त क्रियाकलाप, विभिन्न विद्यार्थी मैत्री क्लबको गठन, कक्षागत मोनिटर्सको व्यवस्था, स्रोत शिक्षकको व्यवस्था, कमजोर विद्यार्थीहरूलाई दिवा होस्टेलको सुविधा सहित अतिरिक्त कक्षा, शिक्षक उपस्थितिको अभिलेखका लागि लगबुक, गृहकार्य डायरीको प्रयोग जस्ता शैक्षिक उपलब्धि हासिल गर्ने क्रियाकलापहरूको विकास गरिएको छ। विद्यार्थीको मूल्याङ्कन फारमलाई स्मार्ट स्कुल सफ्टवेयर मार्फत व्यवस्थापन गरिएको छ भने बाल विकासदेखि कक्षा 3 सम्म कक्षाहरू अपग्रेड गर्दै अंग्रेजी तथा नेपाली माध्यमबाट पठन पाठन हुँदै आएको छ। विद्यालयका पूर्व विद्यार्थीहरूले विद्यालयलाई कुनै न कुनै हिसाबले सहयोग गरिरहेको पाउँदा संस्थापकहरू खुसी व्यक्त गर्नुहुन्छ। त्यो सबैले गरिराखेकै त छन् नि बा, नगरेर तिमी हामी मात्रै धकेर भएको यो होइन र भोलि पनि हुन्न। यो बिर्सने छैनन्। यहाँ पढेका विद्यार्थीहरू जो अहिले विदेशमा छन्, कोही जागिरी छन्, कोही ठुला ठुला पदमा छन्, त्यो सबैले सम्झिराखेका छन्। यो बिउकोटेले एउटा कुरो के नबिर्सने माने भने मैले एउटा यो संस्कार पनि हो बिउकोटको। हेर अहिले हामीले यत्रो सम्मान पाउनु पर्ने भनेको के हो भन्दा हिजो राम्रो काममा सहयोग गरेर दुःख गरेका बुढाउनु भनेरै मात्रै त हो नि बा। सबै कुरा राम्रा त हामीले नि गरेका थिएनौँ होला नि, नराम्रा पनि त हाम्रो अवगुण पनि त थियो होला नि। तर यति शक्ति छ बिउकोटवासीहरूमा, यिनले राम्रो काम आँटेका हुन् र अथवा खराब काम आँटेका हुन् भनेर केलाउने शक्ति बिउकोटे भाइहरूसँग छ बा। अमर माध्यमिक विद्यालयमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला रहेको छ। विद्यालयको इतिहासलाई जीवन्त राख्न विद्यालयका पूर्व शिक्षक गोकुल कार्कीले आफ्नी आमा सरस्वती रिजाल कार्कीको स्मृतिमा यहाँको मौलिक कला र संस्कृति छल्किने अमर आर्ट संग्रहालयको निर्माण गरिएको छ। विद्यालयको भौतिक विकासमा विभिन्न सहयोगी हातहरूले सहयोग गर्नु भएको छ। विद्यालयमा हाम्रो यस विद्यालयका पूर्व शिक्षक अहिले कोरियामा हुनुहुन्छ, उहाँ गोकुल कार्की, उहाँले आफ्नो मम्मीको सम्झनामा हाम्रो यो नयाँ बिल्डिङको बी ब्लकको भवनको सिरान तलामा एउटा हल छ। त्यो हलमा आमाको नाममा 5 लाख खर्च गरेर एउटा कला
सङ्ग्रहालय स्थापना गरिदिनु भएको छ भने बाहिरबाट दिने मान्छेहरूले पनि त्यत्तिकै हामीलाई सहयोग गरिराख्नु भएको छ। त्यस्तै यो हाम्रो यसै गाउँपालिकाको वार्ड नम्बर 5 को अमरबहादुर थापाजीले अमरबहादुर केसीजीले यो खानेपानीको लागि विद्यालयको खानेपानी समस्यालाई समाधान गर्ने हिसाबले यो कामदारहरूलाई लाग्ने रकम 1,30,000 रुपियाँ नि उहाँले दिनुभयो। अनि त्यस्तै अहिले हाम्रो यो विद्यालयको पश्चिमपट्टिको जुन गेट छ विद्यालयको पश्चिमपट्टिको गेटमा जुन निर्माण भएको छ हाम्रो प्रवेशद्वार, त्यो प्रवेशद्वार शिवधुरी सामुदायिक वन उपभोक्ता समितिले 5,34,000 रुपियाँको लागतमा उहाँहरूले हामीलाई दिनुभयो, निर्माण गरिदिनु भयो। त्यस्तै गरी गाउँपालिका हाम्रो काठेखोला गाउँपालिका कार्यालयबाट अहिले भर्खरै अगाडि हाम्रो देखिन्छ मन्टेश्वरी कार्यक्रम जुन मन्टेश्वरी योजना अन्तर्गत हाम्रो प्राविधिक तहमा त्योभन्दा नि साना नानीहरूलाई सिकाउनका लागि मन्टेश्वरी सञ्चालन गर्नका लागि हामीलाई सहयोग गरिराख्नु भएको छ। नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत 12 कोठे 3 तले भवन, बाल विकासदेखि कक्षा 5 सम्म कक्षा कोठाभित्र शौचालय सहितको 9 कोठे 3 तले भवन र 200 जना क्षमताको सभाहाल निर्माण सम्पन्न भइसकेको छ। अमर माध्यमिक विद्यालयमा व्यवस्थित कम्प्युटर प्रयोगशाला रहेको छ। भौतिक निर्माणको काम भए पश्चात सबै प्रयोगशालाहरूलाई एउटै भवनमा राखिनेछ। विद्यालयमा डिजिटल प्रविधिको माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनका साथसाथै प्रविधिको माध्यमबाट लेखा, नतिजा रिपोर्टिङ र डिजिटल हाजिरी अनलाइन माध्यमबाट राखिने गरेको छ। अमर माध्यमिक विद्यालयको हामीले यो स्कुल एकाउन्टिङ सफ्टवेयरको माध्यमबाट लेखा राख्ने गरेका छौँ र त्यस्तै गरी हामीले विद्यालयमा यो नतिजा रिपोर्टिङको लागि चाहिँ एउटा स्मार्ट स्कुल सफ्टवेयर भन्ने पनि हामीले प्रयोग गर्दैछौँ र त्यसैका मार्फतबाट हामीले टिचरहरूको हाजिरीको विवरण पनि हेर्ने गर्छौँ। हाम्रो चाहिँ डिजिटलाइज रूपमा नै सबै कारोबारहरू गर्ने भएको हुनाले हामीले चाहिँ सबै कारोबारहरू डिजिटलाइज रूपमा देखिने गर्छ। यसरी हाम्रो चाहिँ प्रत्येक टिचर कुन दिन प्रेजेन्ट कुन दिन एब्सेन्ट भन्ने कुरा हाम्रो सफ्टवेयरबाटै देखिने भएको हुनाले यसमा चाहिँ हामीले यस्तो खालको प्रक्रिया अपनाइएका छौँ। भने लेखा सिस्टममा चाहिँ हाम्रो स्कुल एकाउन्टिङ सिस्टम भन्ने यो नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको इमिस सफ्टवेयरभित्रको SAS ORG भन्ने सफ्टवेयर जुनलाई यसलाई हाम्रो संस्थागत रूपमा चाहिँ यसलाई सूत्र सफ्टवेयर पनि भन्ने गर्छन्, स्थानीय तहमा सूत्र सफ्टवेयरको प्रयोग गर्ने गर्छन्। त्यसबाट हामीले चाहिँ प्रत्येक वर्षको प्रतिवेदनदेखि हरेक कामहरू यसरी गर्ने गर्छौँ। यसरी हाम्रो प्रत्येक डिटेलहरू अनलाइन मार्फत गर्ने हुँदाखेरि चाहिँ अनि यसरी व्यवस्थापन गर्ने गरिएको छ। विद्यालयमा शिवधुरी सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा विद्यालयको मूल प्रवेशद्वार निर्माण भएको छ। त्यसै गरी लालीगुराँस युवा समूहबाट 2,05,000 सहयोग प्रदान भएको थियो। काठीखोला गाउँपालिकाको आर्थिक सहयोगमा छात्र छात्रा शौचालयको निर्माण गरिएको छ। जापान समाज बिहोकोटको आर्थिक सहयोगमा सभाहालमा 200 वटा कुर्सी व्यवस्था गरिएको छ। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाक्षिक रूपमा अतिरिक्त क्रियाकलाप हुने गरेको छ। विभिन्न अतिरिक्त क्रियाकलापहरूमा राष्ट्रिय स्तरका कार्यक्रमहरूमा, प्रदेश स्तरका कार्यक्रमहरूमा, जिल्ला स्तरका कार्यक्रमहरूमा र पालिका स्तरका विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरूमा विद्यालयले आफ्नो सहभागिता जनाउँदै आएको छ। सहभागिता मात्र होइन, विद्यालयको उपलब्धि विद्यालयले गौरव गर्न लायक छ।
उपलब्धि प्राप्त हुनुमा मुख्यतया दुईवटा विषयहरूलाई मैले महत्त्वपूर्ण ठानेको छु। एउटा विषय हो शिक्षक साथीहरूको गतिशील नेतृत्व र प्रभावकारी सिकाइ, र अर्को पक्ष हो विद्यार्थीहरूमा भयमुक्त वातावरण। विद्यार्थीहरूमा डर छैन, विद्यार्थीहरूमा त्रास छैन, विद्यार्थीहरूलाई जिज्ञासा लागेका कुराहरू प्रष्ट रूपमा विद्यार्थीले राख्न सक्ने वातावरण, सबै सरहरू समक्ष राख्न सक्ने वातावरण विद्यालयमा छ, जसले गर्दा आफ्ना अतिरिक्त क्रियाकलाप र आफ्ना सिकाइका सन्दर्भमा चाहिने अपुरा आफ्ना कार्यक्रमहरूलाई पनि विद्यार्थीहरूले जिज्ञासा राख्दै उनीहरू सुसूचित हुने र उनीहरू प्रशिक्षित हुने वातावरण बनेको छ। विद्यालयमा वार्षिक उत्सवको अवसरमा उत्कृष्ट वर्ष शिक्षक एवं विद्यार्थी सम्मान कार्यक्रम गर्ने गरिन्छ। हरेक महिनाको दोस्रो शुक्रबार र मसान्तको दिन पाक्षिक रूपमा स्टाफ मिटिङ गरी शैक्षिक गतिविधिको समीक्षा गरी निचोडमा पुग्ने परिपाटीको विकास भएको छ। स्टाफ मिटिङमा आफ्ना महत्त्वपूर्ण जिम्मेवारी, प्राप्त जिम्मेवारी र जिम्मेवारीका विषयमा आफूले भए गरेका कामहरूका बारेमा जानकारी दिनुहुने सम्पूर्ण साथीहरूलाई धन्यवाद दिँदै र पुनः अर्को बैठकमा आवश्यक पक्षहरूका बारेमा छलफल गर्ने कार्यक्रम अगाडि बढाउँदै आजको यो स्टाफ बैठक यही समापन भएको जानकारी गराउँछु। हस्त धन्यवाद। अमर नमुना माध्यमिक विद्यालयको समावेशी शिक्षा नै विद्यार्थीको आकर्षण रहेको छ। जिल्लाकै एक नमुना विद्यालय हो पहिलो कारण त। अनि त्यसपछि यहाँ चाहिँ एकदम दक्ष शिक्षकहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ हामीलाई समावेशी रूपले शिक्षण गर्नुहुन्छ र समावेशी शिक्षा नै अमर माध्यमिक विद्यालयको एक आकर्षण हो जस्तो मलाई लागेको छ। यहाँ चाहिँ पढाइ मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सामेल गराइन्छ र दैनिक रूपमा प्रोजेक्टरको प्रयोग गरेर पठन पाठन हुन्छ। प्रविधि मैत्री शिक्षण छ, बाल मैत्री शिक्षण छ। त्यसैले मेरो पहिलो रोजाइ अमर माध्यमिक विद्यालय भयो। नमस्ते, मेरो नाम विनोद परियार। म यस अमर नमुना माध्यमिक विद्यालयमा कक्षा 10 मा अध्ययनरत छात्र। यहाँको भौतिक व्यवस्थापन, शैक्षिक व्यवस्थापनदेखि लिएर सबै कुरामा सुधार छ। विद्यालयको भौतिक व्यवस्थापन पनि राम्रो भएको छ। यहाँ चाहिँ विभिन्न किसिमका विद्यार्थीहरू आउने गर्छन्। वर्षैपिछे यहाँका विभिन्न स्कुलबाट आउने गर्छन्। त्यहाँका विद्यार्थीहरूले क्षमता देखाउन नपाए पनि यस विद्यालयमा आएदेखि आफ्नो क्षमताहरू देखाउन पाएका छन्। प्रत्येक तहमा तह अनुसारका तालिम प्राप्त शिक्षक हुनुभएको छ। यहाँ आइसिटीको पनि उपयोग गरिन्छ र आइसिटीले गर्दा हाम्रो शिक्षण सिकाइ क्रियाकलापलाई निकै सहज पुगेको छ। हामीले सरल र सहज तरिकाले बुझ्न सकेका छौँ। अप्ठ्यारा कुराहरूलाई पनि सजिलै बुझेर आफ्नो सिकाइ क्रियाकलापलाई गुणस्तर बनाउन सकेका छौँ। अनि यहाँका चाहिँ विभिन्न किसिमका पक्षहरूले जस्तै खेलकुददेखि सङ्गीत साङ्गीतिक क्षेत्रमा लिएर सबैले आफ्नो प्रतिभा देखाएर उत्कृष्ट विद्यार्थी भएर पनि जिल्लादेखि लिएर गाउँपालिकादेखि लिएर आफ्नो विद्यालयलाई उग्र स्थानमा राख्न सफल भएका छन्। विद्यालयमा प्रकक्ष, शिक्षक कक्ष र लेखा कक्षको छुट्टा छुट्टै व्यवस्था गरिएको छ। विद्यालयमा खानेपानीको राम्रो व्यवस्था भएको छ। शिक्षकहरूलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ। शैक्षिक गतिविधिको निगरानीका लागि 40 वटा सीसी क्यामेरा जडान गरिएको छ। खरको छाप्रोमा अध्ययन गरेका पूर्व विद्यार्थी हालको अमर नमुना माध्यमिक विद्यालयको भौतिक र शैक्षिक पक्षमा धेरै सुधार भएको बताउँछन्। मैले 2043 सालबाट अमर माविमा एक कक्षाबाट पढ्न सुरु गरेको। 2052 सालमा म यहाँबाट एसएलसी पास गरेको। विगत 25 वर्ष अगाडिबाटै म यो विद्यालय पूर्व विद्यार्थी भए पनि अहिले यो विद्यालयको बारेमा म एकदम अगाडिबाट निहालिरहेको छु। सायद मलाई लाग्छ यो जिल्लाकै यो उत्कृष्ट गुणस्तरीय विद्यालय हो। पूर्वाधार पहिला हामीले पढ्दा त यहाँ तपाईँको खरको छानामा पढ्नु पर्थ्यो। सायद अहिले गुणस्तरको शिक्षाको गुणस्तर त राम्रो छ नै र पूर्वाधार पनि अहिले यहाँको भवन, यहाँको धेरै कुरा राम्रो छ।
विद्यालय हाताभित्र स्वर्गीय शान्तिदेवी शर्माको स्मृतिमा सरस्वती मन्दिरको स्थापना गरिएको छ, जहाँ पुरानो पोखरीको ढुङ्गाको मौलो संरक्षण गरी राखिएको छ। प्रसिद्ध बिहुकोट मन्दिरको फेदीमा रहेको अमर माध्यमिक विद्यालयले एनसीसी कार्यक्रममा लगातार 3 वर्ष अग्रणी स्थान हासिल गरी बेस्ट प्लाटुन अवार्ड हात पार्न सफल भएको थियो। विद्यालयको भौतिक एवं शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेको छ। हामी जनप्रतिनिधि भइसकेपछि र हाम्रो वडाको पनि यो एकमात्र माध्यमिक तहको विद्यालय भएको हुनाले हामीले आफ्नो तर्फबाट यसका विशेष गरेर बाहिरी तर्फबाट भौतिक पूर्वाधारका कुराहरू, त्यसपछि बेला बेलामा यो विद्यालयलाई राम्रो बनाउनका लागि विद्यार्थीहरूको वातावरण बुझेर र शिक्षकहरूको चाहनालाई पनि बुझेर र समग्र अभिभावकहरूको पनि चाहनालाई बुझेर बेला बेलामा हामीले यसलाई कसरी राम्रो बनाउन सकिन्छ र यहाँका विद्यार्थी भाइ बहिनीहरूको पढाइलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने किसिमका कुराहरूलाई सधैँभरि चिन्तन मनन गरिराखिएको छ र बेला बेलामा अभिभावक भेलाहरू, शिक्षक अभिभावक हामी जनप्रतिनिधिको बिचमा पनि छलफल गरेर सबैको सल्लाह सुझाव अनुसार अगाडि बढ्ने गरिराखिएको छ। अमर नमुना माध्यमिक विद्यालयले विभिन्न अक्षय कोषहरूको माध्यमबाट विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ। रु 5,55,555 राशिको रविचन्द्र अक्षय कोष 2078, रु 5 लाख राशिको सुवेदी बालकृष्ण गौरी स्मृति अक्षय कोष 2072, रु 3,03,315 राशिको कमलापति आनन्द स्मृति अक्षय कोष 2079, रु 3 लाख राशिको छु मणिभद्र अक्षय कोष 2071, रु 2 लाख राशिको तुलसी देवी स्मृति अक्षय कोष 2080, रु 1,11,111 राशिको सुशीला पृथ्वीराज अक्षय कोष 2079, रु 1,06,000 राशिको खिमानन्द हरिकला अक्षय कोष 2077, रु 1,05,000 राशिको पदमपानी वसन्तधारा चन्दकला स्मृति अक्षय कोष 2072, रु 1,01,111 राशिको प्रमानन्द नन्दकुमारी नन्दकली स्मृति अक्षय कोष 2072, रु 1 लाख राशिको दण्डपानी देवकली अक्षय कोष 2075, रु 1 लाख राशिको तुलसीराम अम्बिका अक्षय कोष 2077, रु 1 लाख राशिको प्रसिद्धि कणेल अक्षय कोष 2079, रु 51,111 राशिको गुणाखर जमुना स्मृति अक्षय कोष 2076, रु 25,100 राशिको अमृता स्मृति अक्षय कोष 2068, रु 25,000 राशिको जगपति सरस्वती स्मृति अक्षय कोष 2057, रु 25,000 राशिको पद्मनाथ सापकोटा स्मृति अक्षय कोष 2063 स्थापना भएका छन्। त्यसै गरी विद्यालयमा अध्ययनरत आर्थिक तथा सिकाइ स्तर कमजोर भएका विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले सावित्री सापकोटा शैक्षिक कल्याण कोष स्थापना गरिएका छन्। यसरी न्यून सिकाइ स्तर भएका विद्यार्थीहरूलाई पढाइप्रति जागरूक गराउन शैक्षिक कल्याण कोष स्थापना गर्नुहुने परिवारजनमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। विद्यालयमा चन्दादाताहरूमध्ये श्री 1008 स्वामी दुर्गानन्द सरस्वती महाराजले रु 1 लाख वैदेशिक रोजगारीमा जर्मनीमा रहेका नेपालीहरूबाट सहयोग जम्मा गरी विद्यालयमा जम्मा गर्नुहुने पूर्व विद्यार्थी दयानिधि सापकोटा रु 1,120 र पूर्व विद्यार्थी नरहरि कण्डेलले रु 25,000 प्रदान गर्नु भएको थियो। विद्यालयमा खानेपानी व्यवस्थापन गर्नका लागि ट्याङ्की निर्माणका लागि विद्यालयका पूर्व विद्यार्थी अमर बहादुर केसीले रु 1,30,000 प्रदान गर्नु भएको छ। केन पम्फोर्ड र सृजना पम्फोर्डले चन्द्रकुमार कम्प्युटर ल्याब निर्माणका लागि 20 स्थान कम्प्युटर प्रदान गर्नु भएको थियो। इडियुटिज र कर्मा फ्लाइट फाउन्डेसनको सहयोगमा 2 सर्भर सहितको 20 स्थान ल्याब स्थापना गरिएको छ। अमर नमुना माध्यमिक विद्यालयमा अध्ययनरत जो कोही विद्यार्थीले पनि विद्यालयको नाम देश विदेशमा अमर राखुन् भन्ने कामना संस्थापकहरूको रहेको छ। सिद्धिचरण श्रेष्ठले ओखलढुङ्गाको व्याख्या गरेर जसरी विश्व प्रसिद्ध भए र धेरै भाषामा त्यो कविता उल्था भयो, त्यस्तै यो अमरमाविबाट पढ्ने विद्यार्थीहरू पनि विद्वान भएर लेखेर हरेक भाषामा विश्वले त्यसलाई मान्यता दिएको अवस्थामा पुगेको देखेर मर्न मलाई इच्छा छ। त्यो सरस्वती माताले त्यो वरदान दिउन् र तपाईँहरूलाई त्यो आओस्, प्रेरणा आओस् र तपाईँहरूले पढाएका चेलाहरू अमरमाविका फलना गुरुहरूका पाला पढाएका चेलाहरू नेपालका यस्ता राष्ट्रभक्त भएर निक्लेका थिए भनेर भावी पिँढीले
सम्झना राखुन्। स्थापनाको 50 वर्ष पुगेको अवसरमा अमर नमुना माध्यमिक विद्यालयले विक्रमसम्म 2072 सालमा अमर स्वर्ण सौरभ स्मारिका प्रकाशन गरेको थियो, जसमा विद्यालयको ऐतिहासिक विकासक्रमलाई समावेश गरिएको छ। भूगोल अनुसारको शिक्षालाई अमर नमुना माध्यमिक विद्यालयमा अनुसरण गर्दै कृषि अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विद्यालयलाई स्थापित गराउने योजना रहेको छ। यो विद्यालय हामी नेपालका विभिन्न नमुना विद्यालयहरूसँग सहकार्य गर्दै उनीहरूका नीति र कार्यक्रमहरू जुन ग्रामीण क्षेत्रमा र हाम्रो जस्तो भूगोलमा विभिन्न विद्यालयमा प्रभाव गरेका नीति र कार्यक्रमहरू कुन उपयुक्त हुन्छ, हामीले त्यस्ता नीति र कार्यक्रमहरूलाई विभिन्न क्षेत्रहरूको अवलोकन गर्दै भ्रमण गर्दै त्यस्ता कार्यक्रमहरूलाई यो विद्यालयमा स्थापित गर्ने हाम्रो योजना छ। र विशेषतः यो ग्रामीण क्षेत्र हो र यो क्षेत्रका धेरै नागरिकहरू वैदेशिक रोजगारमा आश्रित छन् र यो क्षेत्रमा धेरै जङ्गल, धेरै जमिन खाली छ। यहाँ भएको जमिन, जङ्गल र प्राकृतिक सम्पदाहरूलाई पनि उच्चतम रूपमा प्रयोग गर्दै भविष्यमा यस विद्यालयमा कृषि विषयलाई प्राविधिक धारको रूपमा विकास गर्ने र यो क्षेत्रलाई कृषि अध्ययन तथा अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने योजना पनि यो विद्यालयको रहेको छ र हामीले कति गर्न सक्छौँ सोही अनुसार हामी हाम्रा कार्यक्रमहरू र हाम्रा गतिविधिहरू अगाडि बढाउँदै जानेछौँ। अन्तमा यस हाम्रो डिजिटल प्रोफाइलमा जे जति कुराहरू हामी समेट्न सकिएको हुन्छ त्योदेखि बाहेकका कुराहरूमा पनि हामीले त्यत्तिकै ध्यान दिनेछौँ, त्यत्तिकै आफूलाई अग्रसर बनाउनेछौँ र यो विद्यालयको उच्चतम विकासका लागि हामी सबै खट्नेछौँ र भोलिको जसरी संस्थापकहरूको जुन चाहना र इच्छाले यो विद्यालयको स्थापना भएको हो त्यो चाहना र इच्छालाई साकार बनाउनको लागि र यो विश्व बजारमा र नेपाली बजारमा हरेक विद्यालयबाट उत्पादित विद्यार्थीहरूसँग अब्बल तरिकाले प्रतिस्पर्धा गरी यो आफूलाई स्वरोजगार र आफूलाई विभिन्न क्षेत्रमा स्थापित गरी समाहित गरी यो देश र राष्ट्रको विकासमा आफ्नो योगदान पुर्याउन सक्ने असल नागरिक तयार गर्नु, स्वच्छ नागरिक तयार गर्नु, अनुशासित नागरिक तयार गर्नु हाम्रो उद्देश्य हो, हाम्रो ध्येय। अमर नमुना माध्यमिक विद्यालयको स्थापना कालदेखि विभिन्न कालखण्डमा अमूल्य सहयोग गर्नुहुने समग्र संस्थापकहरू, जग्गादाताहरू, चन्दादाताहरू, अक्षयकोष दाताहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापकहरू, शिक्षकहरू, कर्मचारीहरू, अभिभावकहरू, पूर्व विद्यार्थीहरू एवं स्थानीय शिक्षा प्रेमीहरूलाई अझै विद्यालयप्रति माया र सहयोग गर्न प्रेरणा मिलोस्। विद्यालयको नाम अनुसारको फल इतिहासको स्वर्णिम अक्षरमा अमर बनी चम्किरहोस्, हाम्रो पनि शुभकामना।